हेलो साथीहरू, नमस्कार सबैलाई। र आज भने चाहिँ म सानो मिनी ब्लग लिएर आएको छु र हामीहरू जाँदैछौँ आज लालबाग बोटानिकल गार्डन बेङ्गलोर। र हाम्रो यात्रा यसरी सुरु हुँदै हामीहरू गइरहेको छौँ लालबागतर्फ। र मेरो छेउमा मेरो साथीको परिवार र म मेरो मिसेस हामीहरू भने चाहिँ दुई परिवार मिलेर लालबागको लागि गइरहेको छौँ। लालबागमा तपाईको अहिले फ्लावर एक्जिबिसन फुलको प्रदर्शनी लागेको छ र हामीहरू यसरी जाँदाखेरि बेङ्गलोरको ट्राफिकहरू हुँदै जाँदैछौँ साथीहरू। र जाने क्रममा जाँदा हाम्रो सिग्नल खुल्यो, फेरि अर्को सिग्नल लागेर अब त्यहाँ खुल्ले पश्चात हामीहरू अहिले लालबागको लागि हिँडिरहेको छौँ भने। र लालबाग बेङ्गलोरको दृश्य तपाईँहरूलाई मनोरम दृश्य तपाईँहरूलाई देखाइरहेको छु। र हाम्रो लालबाग तपाईँको 240 एकड़ फैलिमामा फैलिएको एउटा बोटानिकल गार्डन हो। र त्यहाँनिर वर्षमा 2 पल्ट यहाँनिर फुल प्रदर्शनी लाग्नेछ। र हामी बेङ्गलोर बोटानिकल गार्डन लालबाग बोटानिकल गार्डनमा प्रवेश गरिसक्यौँ। र सुरुमा नै यसरी फ्लावरको प्रदर्शनीको लागि राखिएको रहेछ भने टिकट लियौँ। हामीले टिकट लिएर भित्र पस्यौँ। टिकट लिएर भित्र पसेपछि अब हाम्रो यहाँको घुम्ने सिलसिला यसरी सुरु हुन्छ। र यहाँनिर धेरै प्रकारको वृक्षहरू पाइन्छ है, वृक्षहरू पाइन्छ। तपाईँको धेरै वर्षको देखिको वृक्षहरू छ। यहाँनिर 240 एकरमा फैलिएको यो देशी रुखहरू यहाँनिर दुनियाँभरको एकदम पुरानोभन्दा पुरानो रुखहरू पनि भेट्न सकिन्छ। र यहाँनिर फुलहरू भने धेरै नै भेराइटीको पाइन्छ। र यो रुखको टुटालाई एउटा डिजाइन गरेर बनाएको छ यहाँनिर। र यस्तो धेरै प्रकारको यहाँनिर पौधाहरू पनि पाइन्छ, त हेर्नु सक्नुहुनेछ तपाईँहरूले। र जति पनि बेङ्गलोरमा हुनुहुन्छ साथीहरू र आउने 26 जनवरीमा यहाँनिर एकदम फुल प्रदर्शनी लागिरहेको छ। तपाईँहरू आएर यहाँनिर आफ्नो आनन्द लिनु सक्नुहुनेछ। र यो घुम्नको लागि त